नमस्कार। तपाईलाई अनिल ज्योतिषशास्त्र तथा हस्तरेखा परामर्श केन्द्र काँडाघारीको यस भिडियोमा स्वागत गर्न चाहन्छु। आज हामीले कुण्डली क्लास कुण्डलीको बारेमा प्रारम्भिक चर्चा गर्न चाहन्छौँ। वास्तवमा अहिले एउटा गलतफहमी के छ भने बाटो बाटोमा कुण्डली हेर्ने हस्तरेखा हेर्ने छन्। उहाँहरूको पनि ज्ञान होला, आफ्नो ठाउँमा छ, तर यो एउटा साइन्स हो। एस्ट्रोलोजी एउटा साइन्स हो जसलाई विज्ञानले पनि प्रुफ गरिसकेको छ। अब यो कुण्डली हामीले हरेक घरमा बच्चा जन्मिने बित्तिकै बच्चाको जन्म समय, उसको जन्मेको लोकेसन, उसको जन्मेको समयको मिति राखेर हामीले कुण्डली तयार गर्छौँ। हामीले कुनै हाम्रो नजिकको ब्राह्मण ज्योतिष हाम्रो विज्ञहरूलाई त्यहाँ दिने गर्छौँ। त कुण्डली के हो त? कतिपय अहिलेका यङस्टर केटीहरूलाई अथवा यङस्टर जेनेरेसनहरूलाई कुण्डली भनेको पत्यार लाग्दैन। हावा हो, भ्रम पैदा हो, ज्योतिषले भ्रम पैदा गर्छ, यो गर्छ त्यो गर्छ भन्छन्। यदि म उहाँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु, यदि ज्योतिषले भ्रम पैदा गर्छ भने, यदि सबै थोक तपाईँको अनुसारै चल्ने भइदिया भए तपाईँको जिन्दगीमा धेरै परिवर्तन किन आउँछ? तपाईँले सोचेर आउने परिवर्तन, तपाईँले आउने त्यो जीवनमा आउने परिवर्तन सबै तपाईँले सोचेको मात्रै आउँछ भन्ने छैन नि। तपाईँले सोच्दै नसोचेका पनि कुराहरू घटिरहेको हुन्छन् तपाईँको लाइफमा। भनेको मतलब के भन्न खोजिरहेको छु भने तपाईँको हातमा पनि छैन क्या। म त्यस्ता जसले ज्योतिषलाई भ्रमको भनेर संज्ञा दिएका छन्, ज्योतिष एउटा भ्रम हो, एउटा भ्रम बेचेर खान्छ भनेर तपाईँले जुन एउटा संज्ञा दिनुभएको छ, त्यस्ता व्यक्तिलाई एउटा कुरा के भन्न चाहन्छु भने यो पृथ्वी घुम्ने हो। यो पृथ्वी घुमेर 12 घन्टा दिन 12 घन्टा रात हुने हो। त्यो 12 घन्टा दिन र 12 घन्टा रात अँध्यारो ल मिक्स्ड दुइटैलाई जोडेर हामीले एक दिन 24 घन्टा मान्छौँ। त्यही 24 घन्टा भएका कारण तपाईँको उमेर 11बाट 12 वर्ष, 12 वर्ष र 13 वर्ष, 13 वर्षबाट 14 वर्ष, 14 वर्षबाट 15 वर्ष हुँदै तपाईँ आफ्नो उमेरमा पुगिरहनु भएको छ। भनेपछि यो सबै पृथ्वी घुमेर भएको। तपाईँले ज्योतिषलाई भ्रम भन्नु होला, यो भन्नु होला, त्यो भन्नु होला, यिनीहरूले नराम्रो एउटा भ्रम पैदा गरिरहेछन् भन्नु होला। तपाईँ घुमेर पृथ्वीलाई केही असर पर्दैन। पृथ्वी घुमेर तपाईँको असर पर्छ। हो, जो भने ज्योति, ईश भने ईश्वर, ईश्वरीय ज्योतिको बारेमा सूक्ष्म प्रकाश पार्ने व्यक्तिलाई हामी ज्योतिषी भन्छौँ। कुरा बुझ्नुभयो? यो एउटा साइन्स हो। अब कुण्डलीको 12वटा घर हुन्छ। यहाँ मैले तपाईँलाई सरस्वती रूपमा देखाएँ। कुण्डलीमा यहाँ 12वटा घर छ। 12वटा घरमा हामीले हाम्रो जीवनकाललाई, हाम्रो जिन्दगीलाई 12वटा घरमा हामीले विभाजित गरेको छ ज्योतिष शास्त्रमा। कुण्डलीमा 12वटा घर छ। त्यो 12वटा घरको आफ्नै महत्त्व छ। सबैको आफ्नै महत्त्व छ। योलाई समग्रमा म नम्बर दिन्छु। नम्बर दिएर तपाईँलाई यस घरको परिभाषा म बिस्तारै तपाईँलाई सम्झाउँदै जान्छु। यहाँ मैले एउटा 1 नम्बर दिएँ, त्यसपछि यहाँ 2 नम्बर दिएँ, यहाँ 3 नम्बर दिएँ, यहाँ 4 नम्बर दिएँ, 5 नम्बर दिएँ, 6 नम्बर, 7, 8, 9, 10, 11 र 12। अब तपाईँले देख्नुभयो यहाँनिर 1 नम्बर, 2 नम्बर, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12। यो 1 नम्बर भनेर जहाँ मैले लेखेको छु नि। अब हामीले 12वटा राशि हुन्छ भन्ने त तपाईँलाई थाहा नै छ। 12वटा राशिमा मेष राशि, वृष राशि, मिथुन राशि जस्तै राशिहरू। अब राशिहरूको यो 1 नम्बर राशि भने के आयो? मेष राशि। मेष राशि भनेपछि यो अगाडिको जुन घर छ, यो 1 नम्बर लेखेको घरलाई चाहिँ हामीले तन घर भन्छौँ, तन भाव भन्छौँ। यो भाव हो। यो 1 नम्बर लेखेको घर छ नि, यो 1 नम्बर, यो चाहिँ शरीर हो। यसलाई कुण्डलीमा हामीले त्यो व्यक्ति जुन व्यक्ति ज्योतिषबाट कुण्डली लिएर जान्छ, त्यो जातकको शरीर कुन ग्रहले बनिएको छ, त्यसको लग्नेस के छ, त्यसमा कस्ता खालका क्यारेक्टरहरू छन्, कुन ग्रहको स्वभाव छ त्यसमा, त्यो कुरालाई प्रकाश यस तनभावले पार्छ। त्यसै गरी दोस्रोमा हाम्रो धनभाव भनी छ। धनभाव, यसलाई हामीले बोली बाणी कुटुम्बको घर पनि भन्छौँ। बोली बाणी कुटुम्ब, बोली उसले बोल्ने शैली, उसको बानी कस्तो छ, मिठो छ कि अलि कटु, अलि एकदम कडा खालको छ कि, त्यो हामीले यहाँबाट हेर्छौँ। उसको सम्पत्ति, धनभाव, हामी त्यहाँबाट हेर्छौँ।
यो उसको परिश्रम हो, उसले कति मेहनत गर्छ, परिश्रमको घर हो यो। पराक्रम भन्छौँ हामी, परिश्रम प्लस पराक्रमको घर हो यो। उसको मेहनत कति छ। अनि यही 3 नम्बर घरलाई चाहिँ हामीले सानो भाइ, सानो बहिनी, अनि सानो यात्रा, सानो घटना, सानो रोगहरूसँग पनि हामीले यही 3 नम्बर घरबाट भनेपछि यो तेस्रो घरबाट चाहिँ हामीले त्यो कुराहरू खोतल्छौँ। सम्बन्ध अगाडि बढाइसकेपछि उसको वंश बढ्ने सिलसिला कस्तो खालको छ। अनि यसलाई हामीले लभ एन्ड रोमान्सको घर पनि भन्छौँ। यो घरलाई चाहिँ हामीले लभ एन्ड रोमान्सको घर पनि भन्छौँ। लभ एन्ड रोमान्स, यो लभ एन्ड रोमान्सको घर पनि हो। भोलि उसले यो घरलाई हामीले यसको बारेमा हामी विस्तृत चर्चा गर्नेछौँ पछि। अब यो 6 नम्बर घरलाई हामीले ऋणको घर मान्छौँ। ऋण ठ्याक्कै विपरीत। यो 7औं नम्बर, यहाँ 1 नम्बर लेखाएको छ, त्यसको 7। यसलाई हामीले चाहिँ पति
चाहिँ कर्म भाव मान्छौँ। उसको करियर के छ, उसले के पढ्छ, अथवा उसले भन्दा अलि नराम्रो त्रिकिस्तान भन्छौँ हामी त्यसलाई। त्रिकिस्तानमा चाहिँ यो 6 नम्बर, 8 नम्बर र 12 नम्बर घर चाहिँ रेखा परामर्श केन्द्रको प्रस्तुतिहरू हेर्दै गर्नुहोला।